मित्रहरू यहाँहरू सबैजनालाई हार्दिक नमस्कार छ है मित्रहरू, एकदम धेरै नमस्कार छ। र अहिले मैले चाहिँ नि यो के भन्छ अरे उमा फेसबुकमा आउनुको कारण चाहिँ दुईटा जम्मा कारण छ है। दुईटा कारणले गर्दाखेरि म चाहिँ यहाँ आएको छु। म यहाँहरू सबैजनालाई यो मेरो लाइभ मजाले सुन्नका लागि अनुरोध गर्न चाहन्छु, मजाले सुन्नका लागि अनुरोध गर्न चाहन्छु। सबैजनालाई धेरै धेरै सम्झेको छु है। नम्बर 1 मा चाहिँ आज म माथि के अरे श्रम संस्कृति पार्कतिर विविध कार्यक्रमहरू अब लागु औषध दुर्व्यसन विरुद्धको सचेतना फैलाउने कार्यक्रम साथै चाहिँ नि हैन यो श्रमदानलाई व्यवस्थित गर्ने कार्यक्रमको लागि त्यहाँ हाम्रो कार्यक्रमहरू थियो। अफिस सकेर त्यता गएको आउँदाखेरि दुईटा कुरा। एउटा कुरा चाहिँ कोकाको खानेपानीको लागि श्रम गरेर किन पानी लिएको भन्ने जुन अख्तियारको अस्तिकै छ हैन, त्यसले चाहिँ फलोअप गरेको रहेछ। त्यसका लागि मैले उहाँहरूलाई उत्तर दिएको छु। उत्तर त्यही पुरानै छ हैन, पुरानै छ उत्तर चाहिँ, खासै त्यस्तो नयाँ छैन। र मैले के लेखेको छु भन्दाखेरि त्यो पुरा र म अलिकति केही यहाँ भन्छु पनि। इटहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा इटहरीलाई मैले लेखेको पत्र चाहिँ त्यो सम्बन्धमा त्यहाँ आयोगबाट मिति तपाईको चाहिँ नि 1/5 मा राय माग भएको र त्यसलाई चाहिँ नि हामीले तपाईको चाहिँ नि 1/5 मा भएको लाई चाहिँ स्पष्टीकरणको रूपमा चाहिँ नि मैले पहिला नै हैन 11 गते चलानी नम्बर यति हैन मा चाहिँ दिइसकेको हो। र चाहिँ फेरि तपाईको चाहिँ नि दुईचोटि दिइसकेको, फेरि एउटा पत्र पठाएछ र त्यसमा चाहिँ मैले त्यही उत्तर दिएको छु। धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो, यसले नगरवासीको पानीको आपूर्ति गर्न सबै खाले विधिहरू अपनाउन सक्छ हैन। त्यसो भएको कारणले स्वायत्त निकाय भएको कारणले यसले कहाँबाट पानी ल्याउने कि नल्याउने भन्ने बारेमा निर्णय गर्छ। त्यो निर्णय अनुसार चाहिँ नि कोकाको पानी लिएको हो भनेर मैले अब यो घुमाउँदै ओहोइ भन्नेहरू त्यसलाई चाहिँ मैले पठाइदिएको। फेरि पठा भनेर आएको छ हैन, फेरि पठाइदिएको छु, त्यही चिज पठाइदिएको छु। र यो चिज छ। र यो कस्तो रहेछ भने हाम्रो चाहिँ यो अख्तियार भन्ने चाहिँ अब दलहरूबाट परिचालित एउटा निकाय, जुन निकायले चाहिँ हामी जस्ता मान्छेहरुका लागि चाहिँ भनौं न काम गर्छु भन्ने मान्छेहरुका लागि चाहिँ खेद्दो खन्ने रहेछ क्या यो चाहिँ है। मैले कति तपाईको चाहिँ पठाएँ पत्र त्यहाँ है, खानेपानीमै धरानमा पहिला कत्रो चाहिँ के भएको थियो त्यसो छानबिन गरौँ अझै भनिरहेछु हैन, अझै मैले भनिरहेछु, अझै पनि गर्दैन, त्यो कुराहरु निकाल्दैन। अस्ति भर्खर तपाईको चाहिँ नि हाम्रो रातिको 2 बजेतिर मन्त्री आफै आएर चाहिँ पिच गरी हिँड्यो, त्यो के भएको त्यो खोजौँ भन्दा खोज्दैन। अनि 21-22 करोडको चाहिँ नि हैन हिनामिना भएको भनेर चाहिँ नि पहिला मन्त्री भइसकेको मान्छेले पुरा सार्वजनिक तपाईको चाहिँ नि के रे टिभीमा कुरा राख्यो, त्यसको बारेमा खोजनिन्दा केही पनि छैन। अनि खाली मलाई यो श्रमदानबाट किन ल्याइस पानी, किन ल्याइस, किन खुवाइस भनेर कराकै गरिरहेछ। त्यसको उत्तर मैले त्यही कुरा लेखेर राखेको छु हैन, त्यही कुरा लेख्दै राख्ने हो। म सबैजनालाई भन्न चाहन्छु यो खालको चाहिँ नि हैन पक्षपाती व्यवहार एउटा तपाईको चाहिँ नि सम्बन्धित निकायले गर्नु हुँदैन, त्यो भन्न चाहन्छु। अब सारै भएन भने पब्लिक सबै तपाईको चाहिँ नि हैन उठाएर घेराउ गर्नुपर्ने दिनहरु पनि आउँछ
होइन, त्यो हुन्छ। धरानलाई खानेपानी नदिने, धराने जनताले काकाकुल बनाउने, धरानमा पानीको व्यापार गरेर चाहिँ नि होइन व्यापारीहरूलाई पोस्ने, कमिसनमा चल्ने चलनको जुन छ नि एउटा कुप्रथाको अन्त्य गर्नलाई म आएको हो। त्यसले गर्दाखेरि मैले अनेक थरी गरेर अहिले चाहिँ नि धरानमा पानीको त्यस्तो सर्टेज छैन। त्यो दुःख गर्दाखेरि पनि यो खालको कुराहरू आइराखेको छ। अब धराने जनता सबैलाई म भन्न चाहन्छु, तपाईहरू अब होइन तपाईँको चाहिँ नि अब जाग्नुपर्ने बेला आउँदैछ बिस्तारै, होइन बिस्तारै जाग्नुपर्ने बेला आउँदैछ। भोट मात्रै दिएर जिताएर मात्रै हुँदैन, कार्य अगाडि बढ्नु आउनु चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यो फायरलेन बनाउँदाखेरि रुख काट्यो भन्ने पनि आइराखेको रहेछ। कति हाँस है। अब यो वनले खै के गर्ने भन्ने खबर पत्रिकामा छ, भरे भोलि आउँछ होला उत्तर, होइन के अरे सोध्न आउँछ होला, म दिन्छु उत्तर, मजाले दिन्छु, होइन कहाँ काटेको, कति बजी काटेको, कत्रो काटेको, कुन प्रजातिको काटेको, कसरी काटेको, किन काटेको, कसले देखेको, यी सारा कुराहरू जसले आरोप लगाएको छ उनीहरूले पत्ता लगाएर मलाई दिनुपर्छ। त्यो चिज हो। विकासको आधार प्रकृति, संस्कृति र प्रविधि भनेर हिँड्ने मान्छे, जसले प्रकृतिको तपाईँको चाहिँ संरक्षणका लागि मरिहत्ते श्रमदान गरेर तपाईँको चाहिँ वृक्षारोपण गरेर दुनियाँ गरेर चाहिँ हिँडिराखेको छ है। 20 लाखको आसपासमा बिरुवा रोपेको छ आफ्नो अगुवाईमा दुनियाँभरको मान्छेलाई चाहिँ भनेर। त्यत्रो तपाईँको चाहिँ उस अभियन्तालाई अब तपाईँ के अरे रुख काट्यो भन्ने कुन चाहिँले लगाएछ है। मलाई लाग्छ अब त्यो कता कता के गरेर वन विनाश गर्नेहरूले नै होला सायद है। तर केही ख्याच्दैनस् तिमीहरूले, होइन केही पनि ख्याच्दैन होला। जति नै गर सत्यलाई अगाडि के अरे बोकेर हिँडेको मान्छे हो, होइन सत्यवादी मान्छे हो, सत्यवादी मान्छे हो अर्घ साम्पाङ। जति नै जोर जुलुम गर्नु न केही हुनेवाला छैन, जति नै जोर जुलुम गर्नु केही हुनेवाला छैन है। थुप्रो छ यहाँ मुद्दा लगाइदिने अख्तियार त लागेकै मेरो पछाडि लागेकै नै छ, लागेकै नै छ, होइन। मैले वनलाई पनि भनिराखेको छु, तपाईहरू काम गर्ने निकाय भने काम गर्नुहोस्। त्यत्रो डढेलो जान्छ, खोइ एक दिन फायर लेन बनाउनु आउँदैन, होइन। जहाँ पनि मेरो भनिदिएको छ, जहाँ पनि मेरो भनिदिएको छ, हलो अड्काइदिएको छ हावामा। यो सबै कुरा गलत छ तपाईहरूको, होइन। डढेलो लाग्दाखेरि आउनुहोस् न डढेलो निभाउनु। वन फडानी भइराखेको छ त्यसलाई रोक्न आउनुहोस् न। चोरी तस्करी भइरहेको छ त्यसलाई रोक्न आउनुहोस् न तपाईहरू। त्यता चाहिँ नआउने, त्यो चाहिँ के पनि नगर्ने, अनि त्यहाँदेखि तपाईँको यस्तो उस्तो भनेर हुन्छ। यो चिज छ। त्यसले गर्दाखेरि सबैजनालाई म अनुरोध गर्न चाहन्छु, बी रेस्पेक्टफुल है। के अरे सबैलाई आदर गर्नुहोस् तपाईहरूले भाइ, आदर गर्नुहोस्। अपमान गरेर यस्तो गरेर उस्तो गरेर खुइलाएर हुनेवाला केही पनि छैन, त्यो भन्न चाहन्छु सबैजनालाई, होइन। हामी यो नेपालीहरू काम नलाग्ने भएको यही भएर रहेछ। काम गरिराखेको मान्छेलाई सघाउनु छैन, होइन। कसैले चाहिँ नि बिरुवा रोपिदिन्छ भने त्यसलाई चाहिँ नि यसो चाहिँ नि गोडमेल गरेर पानी लगाउनु छैन, त्यसलाई उखेल्नुतिर लाग्नुपर्ने। यो खालको प्रवृत्तिले हाम्रो देशको उन्नति कहिले पनि हुँदैन, प्रगति कहिले पनि हुँदैन। पानी लिएर कोकाबाट किन खुवाएको अरे है, छक्क पर्छ। जहाँबाट लिएर खुवाउँ, ताप्लेजुङबाट लिएर खुवाउँ, कोकाबाट लिएर खुवाउँ, कोसीको लिएर खुवाउँ, त्यो मेरो तपाईँको चाहिँ क्षमताको कुरा हो, त्यो मेरो अधिकारको कुरा हो। किन लिएर खुवाइस्, के निर्णय गरिस्, कसरी गरिस्, प्रक्रिया के हो, प्रमुख मै हो, होइन। मैले गर्ने हो निर्णय, मैले जे लेखेँ त्यही हो निर्णय। भयो, यी सबै मिलेर ल्यायौँ, होइन। सारा संसारले सहयोग गर्नुभयो, कति राम्रो हो। तपाईहरुले के कति सहयोग गर्नुभयो त्यो भन्नुहोस् है। त्यो 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 फटाई काम गर्नेहरूलाई भन्दै गरेको है। फेरि यहाँ चाहिँ फ्यान फलोअर्सलाई होइन, यिनीहरूले मुख चुप गर्ने गरी गाली गर्नुपर्छ मित्रहरू। यो यस्ताहरूलाई होइन, यिनीहरू यस्तोहरूले चाहिँ तपाईँको चाहिँ शिर उठाउने बित्तिकै होइन, त्यसलाई चाहिँ तपाईँको चाहिँ चुप बनाइहाल्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु।
यो लाइभलाई पुरै सेयर गर्नुस् है, 1 लाख सेयर बनाउनुस्। त्यस पछाडि तपाईको चाहिँ नि यस्ता खालका प्रवृत्तिलाई शिर उठाउन नदिने गरी हामीले चाहिँ नि फेसबुकमा ठोक्नुपर्छ। नहुने कुराहरू छक्क पर्छ म त। अनि त्यहाँ तपाईँको चाहिँ नि एउटा भोगटे साथीले पनि के भनेछ, कहाँको काटेको आफैले काटेको होला, कता लगाएछ, त्यहाँदेखि यस्तो गर्यो उस्तो। यस्ता जावा फटा चोर गधाहरू होइन। अब पदमा बसेको कारणले खास धेरै बोल्नु मिल्दैन यस्तो खालको, नत्र भने म फेरि दरो गाली पनि गर्छु फेरि होइन। यस्ता खालकोहरू देश सबै डुबाउने यिनीहरू छ कि है। अख्तियार हेऱ्यो काम गर्दैन। मैले त्यत्रो उजुरी दिएँ, म मेयर भएरै पनि मैले खुलेआम उजुरी दिएँ, खोइ त्यसको छानबिन केही पनि भयो। अनि एउटा बेनामी उजुरी लगाउँछ होइन, हिम्मत नहुने मान्छेहरूले चाहिँ लगाउँछ उजुरी, त्यसको चाहिँ फलोअप गरेको केही हुनेवाला छैन। मेरो उत्तर त्यही हो, मैले पानी खुवाउनुपर्छ, खुवाएँ मैले होइन, खुवाएँ मैले पानी लिएर खुवाएँ, सारा संसारलाई चाहिँ सहयोग मागेँ, आयो खुवाएँ मैले। पानी खाइराख्नु भएको छ, जनताले खुसी हुनुहुन्छ, उहाँहरूको आत्माले मलाई आशिष दिइराखेको छ। मसँग चुनाव हार्ने मान्छेहरू है, मसँग पुरै डराउने, थरथर काम्ने, अब यो मान्छे अगाडि हाम्रो देश विकास हुन्छ, हामीले कसरी मान्छेलाई डाँटेर खाने, लुटेर कसरी खाने होइन, छलेर कसरी दलेर कसरी खाने भन्ने मान्छेहरू, उनीहरूलाई फित्रिक भएर दिनै मुद्दा लेखेको छ, दिनै चाहिँ नि तपाईँको तगारो लगाएको छ, यस्तो गर्दै बसेको छ यिनीहरू। अब भन्दा हुँदा गएर चाहिँ के अरे रुख काट्यो भन्ने पनि लगाएछ। यस्ता फटाहरू, काम नगर्ने निकायहरू, सबै निकायहरूको चाहिँ ढोका बन्द गर्नुपर्छ। कुनै दिन म त्यो ठाउँमा पुगेँ भने नि होइन, फित्रिक बनाउँछु, फित्रिक है। यस्ता यो काम नगर्नेहरूलाई त म त बिल्कुल हुँदैन। यस्ता फटाहरू 14 अर्ब घोटाला गर्यो, के जति गर्यो भन्नेतिर चाहिँ जानु छैन होइन। पानी लिएर खुवायो होइन, श्रमदानमा मान्छे बोलायो, श्रमदानमा मान्छेलाई मासु र भात खुवायो। त्यो मासु र भात पनि मैले राज्यको ढुकुटी खर्चेर ऋण काटेर विदेशबाट ऋण लिएर, विदेशी ऋण लिएर तपाईँको सैन्य जनतालाई ऋण बोकाएर खुवाएको हो र? त्यही मान्छेहरूले चाहिँ सहयोग गरेको होला नि होइन। यसरी चाहिँ एउटा चाहिँ नयाँ खालको विकासको मोडललाई अगाडि बढाएर चाहिँ तीव्र गतिमा विकास गर्ने मान्छेलाई सघाउनु त छैन होइन। यस्तो भनिदिएको छ, उस्तो भनिदिएको छ होइन। साह्रै भएन भने म सबै जनता उठाएर तपाईँको चाहिँ नि होइन आन्दोलनमा डरलाग्दो किसिमले चाहिँ फेरि होइन निस्किनु नपरोस्, यो चिज पनि याद रहोस्। त्यो चिज हो, तपाईँलाई लाग्ला चाहन्छन् यस्तो भन्ने लाग्ला, नट द्याट है। विचार गर्नुहोस्, यो देश बनाउन निस्केको मान्छे, देश बचाउन निस्केको मान्छे हो। धेरै नचलाइराख्नुहोस्, मलाई जति चलाउनुहुन्छ तपाईँहरूलाई क्षति हुन्छ है। विगतले पनि त्यो प्रमाणित गरेको छ थुप्रो चोटि, 10 चोटि प्रमाणित भइसकेको कुरालाई 11 चोटि किन प्रमाणित गर्ने। मलाई जति चलाउनुहुन्छ क्षति तपाईँहरूलाई नै हुन्छ होइन। जो जसले पर्दा पछाडि बसेर षड्यन्त्र गरेर यो गरिराख्नु भएको छ नि होइन, तपाईँहरूलाई नै तपाईँको चाहिँ समस्या हुन्छ, समस्या तपाईँहरूलाई नै हुन्छ। धेरै अनाप शनाप नभन्नु होला, त्यो भन्न चाहन्छु मित्रहरू। सबैजना मिलेर यो देशको चाहिँ यस्ता बेथिति मचाउने, भ्रष्टाचार गर्ने, अनियमितता गर्ने होइन, यी लुकी चाहिँ नि होइन यस्तो गरिराख्ने, हाम्रो बाटो चाहिँ नि छेक्न खोज्ने सबैलाई साइड लगाउनुपर्छ होइन। त्यति विघ्न तरिकाले अब हामी अझै झन् आक्रामक तरिकाले श्रमदान गरेर अगाडि बढ्छौँ होइन। अब झन् साह्रो चाहिँ अब झन् टाढाबाट पनि लिएर पानी खाइन्छ कि जस्तो त्यता जानु आँट्यो। धराने जनताले पानी खाएको हेर्न नसक्ने मान्छे, हर्क साम्पाङले धराने जनतालाई पानी खुवाएको हेर्न नसक्ने मान्छे कस्तो मान्छे चाहिँ रहेछ हौ, त्यसको अनुहार हेर्नु पाए पनि हुन्थ्यो।
वन र संरक्षण गर्नका लागि चाहिँ नि दुनियाँभरको होइन वन संरक्षण गर्नका लागि हामीले चाहिँ नि काम गरिरहेछौँ। कति काम गरिरहेछौँ। 20 लाखको आसपासमा त बिरुवा रोपेँ मैले होइन। सबै टाकटुक सक्यो, यतातिरको बिरुवा सबै सक्यो। त्यस्तो चाहिँ नि तपाईँको टाकटुक वृक्षारोपण गरेर पर्यावरणलाई हरियो बनाउने मान्छेलाई रुख काट्यो पनि भनेछ। कुन चाहिँ गोरुले भनेछ? म हुँ भनेर आउनु नि त त्यो गोरु चाहिँ होइन। त्यो गोरु चाहिँ को रहेछ? त्यो गोरुको पनि अनुहार हेर्नु मन परेको थियो। म हुँ भनेर आउनु नि। बेनामी उजुरी लायो होइन। हिम्मत छ भने म हो भनेर छाती ठोकेर आउनु नि यार। अनि त्यसपछि प्रतिवाद गरौँला न, हामीले पनि त्यो चाहिँ बात गरौँला न। प्रतिवाद भन्दा पनि टेबल टक गरौँला नि त, के छ। त्यसरी चाहिँ आउनु नसक्ने होइन। ए भनिराख्ने क्या। केही ख्यास्नुहुन्न त्यस्ता फटा साथीहरू, के ख्यास्नुहुन्न है तपाईँहरूले। ल मित्रहरू, अब यही छ आजको नयाँ ताजा चाहिँ मेरो यो छ। भर्खर म चाहिँ माथि धुस्रै फुस्रै काम गरेर अनेक असिन पसिन गरेर आउँछु। आउँदाखेरि त यहाँ त यस्तो पाकिरहेर चाहिँ यसो त फेसबुकमा कोही के भइराखेको फटाहरू। ल मित्रहरू, अहिलेलाई म बिदा भएँ। सबैको शुभ रहोस्, जय होस्।